स्वास्थ्यको लागि चाहिँ एकदमै राम्रो खाना भनेर चाहिँ मैले चाहिँ यो मकैको ढिँडोलाई भन्ने गर्छु है। तपाईहरुलाई चाहिँ के लाग्छ? नमस्कार, स्वागत छ मेरो नेपाली सादा रेसिपीमा। मैले चाहिँ मकैको ढिँडो यहाँनिर रेडी गर्दैछु। किटको कराईमा पानी तताएँ, पानी पनि उम्लिसक्यो र एउटा खस्रो पिठो र अर्को मसिनो पिठो यहाँनिर तपाईहरुलाई देखाउँदै छु। खस्रो पिठोले सुरुमा पानी उम्लिसकेपछि यसरी पन्युको सहायताबाट डल्लो नपर्ने गरेर, दल्ला नपर्ने गरेर राम्रोसँग यसरी यसलाई गोड्नुपर्छ र गोडिसकेपछि यति मजाले यसरी फड्किन दिनुपर्छ। यसरी खस्रो पिठोलाई अगाडि राखेर कम्तीमा पनि 4-5 मिनेट चाहिँ फड्किन दिनुपर्छ। त्यसपछि चाहिँ मसिनो पिठो राखेर यसलाई पनि यही खस्रो पिठोसँग मिल्ने गरेर राम्रोसँग चलाएर एकदमै मजाले तान्नुपर्छ। र हजुरलाई लाग्न सक्छ कति तानिसकेपछि मकैको ढिँडो पाक्छ। यसलाई चाहिँ समय छ भने जति तान्यो त्यति राम्रो। यदि समय छैन भने तपाईहरुले 15 देखि 20-25 मिनेटसम्म मजाले तान्नुभयो भने मकैको ढिँडो पाकिहाल्छ। यदि तपाईहरुलाई पकाउन आउँदैन भने मेरो च्यानलमा भिडियो छ, हेर्न सक्नुहुन्छ। बाइ बाइ।